शिक्षा र स्वास्थ्यमा लगाएको कर हटाएर मात्र भएन सरकार, अरू पनि धेरै यस्ता करहरू छन् जसले जनताको ढाड सेकिरहेको छ। धेरै जनताको अपेक्षा र चाहना अनुसार अहिले विद्युतमा लगाइँदै आइएको कर पनि हटाउन चाहन्छन् जनताहरू। त्यस्तै सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था पनि हटाउन चाहन्छन् जनताहरू। अहिलेको सरकारले फेरि सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेसँगै राज्यलाई ठूलो आर्थिक भार थपिने देखिन्छ। यसबाट पनि जनताहरू असन्तुष्ट छन्। हिजो यही जनताहरूले यो सरकारलाई राम्रो काम गर्ला भनेर जिताएर पठाएका हुन् र भोलि यिनै जनताहरूले नै यो सरकार गिराउन पनि सक्छन्। त्यसैले सरकारले जनताको चाहना अनुसार काम गर्नुपर्दछ। यदि जनताको चाहना अनुसार काम नगर्ने हो भने अहिलेको सरकार र पहिलेको सरकारमा के फरक?